तपाईहरु हेर्दै हुनुहुन्छ यो दुधोली नगरपालिका वडा नम्बर 1 र 2 का कृषकहरूले अब धान रोप्ने समय भएको छ तर कुलोमा पानी नभएर यहाँ मुहानबाट आउनु भएको छ कमलाजीबाट। यो छत्याउने र के कुलो भनिन्छ? छत्याउने कुलो र भल्ली कुलो दुईटा कुलाको मुहान एउटै परेको छ। यहाँ लगभग 230 जति घर परिवारहरू 250 जति मान्छे हुनुहुन्छ हैन? यति मान्छे हुनुहुन्छ यहाँले काम गर्न आउनु भएको। यो कमलाको बाँध यो बाढीले बगाएपछि यसलाई थुन्नको लागि उहाँहरूले सेउलाहरू लिएर र सबै परिवार सबै जम्मा गरेर आउनुभएको छ। कष्ट छ हेर्नुहोस् यसलाई कसरी थायी रूपमा दुःखलाई मेरा गर्न सकिन्छ। अब रोपाइँको बेला भएको छ तर कुलामा पानी गएको छैन। धेरै तमाम ढुङ्गा बोकेर सेउला बोकेर र त्यस्तै घोचाहरू गाडेर अनि यहाँ बाँध बनाउँदै हुनुहुन्छ। यसलाई बाँध भनिन्छ। यसो थायी उपाय केही छ? थायी के गरी गर्न सकिन्छ यसलाई? यसले जाली लाग्यो तार जाली लाग्यो मिल्दैन होइन? तार जाली लगाए पनि फेरि पानी जान्छ होइन? यस्तै आफै सोही गरिरहने हो। ल यो थायी रूपमा बनाउँदा पनि त्यो कमलाजी ठुलो हुनुहुन्छ, कहिले उता जानुहुन्छ कहिले यता आउनुहुन्छ। पानी नियमित रूपमा हुँदैन। कहिले पानी यहाँ सुक्खा हुन्छ, कहिले पानी ठुलो आउँछ, बाढी आएको बेला सट्ट लिएर जान्छ। बाढी नआयो भने अब अलिकति ठिक छ। भरे नै बाढी आयो भने भरे नै बगाएर लान्छ। फेरि भोलि पनि यसै गरी जम्मा भएर आउनुपर्ने हुन्छ। यो किसानको कष्ट किसानसँगै छ। बुझ्नेहरूले यसमा केही सजिलो उपाय भए बुझ्दैदेखि राम्रो हुने थियो। यो तमाम हेर्नुहोस् घाममा सबै किला ठोक्ने ढुङ्गा बोक्ने सेउला बोक्ने गर्नुभएको छ। आज म तपाईँहरूलाई दुधोली नगरपालिका वार्ड नम्बर 1 र 2 को बिचमा पर्ने यो छत्याउने कुलो र भल्ले कुलोबाट देखाउँदैछु है त सबैलाई। ल यसमा सही विकल्प र सही उपाय केही छ भने तपाईँहरूले सोच्न सक्नुहुनेछ। हवस् त नारायण। हातमा लाग्ला है, हातमा त्यो खुस्केर लाग्ला। सबै ढुङ्गा बोक्ने हेर्नु आदेखि त्यो ढुङ्गा बोक्ने लाग्छ है। हस् त ल ल सेउला फ्याने है त। अब सेउला समाउनु है, समाउनु आयो। यसरी सेउला ल्याउनु माथि बिटा बनाएर अहिले भाग राख्नु भएको छ। यसलाई चाहिँ अब यसरी फेरेर त्यहाँ लगाउने हो। खै कट है, कट है। ल है त सबैले सहयोग गरौँ है।